ए भन त कहाँ आको ओए जगदीश कहाँ आको भन हो यहाँनिर एकदमै अप्सरा परी है ओहो हाम्रो उसको के भन्छ यो गाउँको सन्ता एकदमै राम्री भन्दा पनि राम्री एकदमै हेर्नु त लजाएर कस्तो भएको छ ओहो बुद्धुकै यतातिर हो बहिनी 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 खेल बहिनी 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 अगाडि के नाक्रे ओहो ल ल ल ओहो बहिनी खेल्न गयो हामी के बहिनी खेल्न हो के मेरो यो सुषमा बाजु के खेल्न आएको हामी पिङ खेल्न आएको के भन्छ दाइले आज बिहान खाराम भइसक्यो पिङ खेल्न भन्नुहुन्छ पिङ खेल्न भन्नुहुन्छ हजुर के खेल्न हैन म थाहा छ के म आएर दाजु अनि मैले सुन्छु रे गट्टा ए नानीहरु के गर्न आएको बहिनी लागो हेर त यहाँ इत्रो नानीहरु पनि हो हो नानी ओहो हेलो हेलो लु लु ओ यस्तो झाडी बाटो राति राति यस्तो नानीहरु पनि आछन् साइड आज एउटा घरमा त 1000 ए 10,000 दिन्छ होला जब लाग्छ के यस्तो नानीहरु आछन् हेर्नु त यस्तो झाडी झाडी छ अनि आज आजले 5000 गाडी हुनेछ ओ ओ यार यहाँ बाबु इत्रो सानो बाबु पनि हिँड्छन् तिनलाई देखेर त 10,000 दिन्छ खुस ढुक्क एउटा घरला त हो यहाँ बुढो मान्छे हाम्रो बाजे पनि आउनु भएको छ उता बोजे पनि आउनु भएको छ म नदेखेको हाम्रो बोजे यता मामा हो मादल बोकाई चप्पै 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 नाचो नाचो या ए यार इत्रो बाबु के नाको बाबु भन त ढेउजुरी के नाको हो इत्रो बाबु आएको छ नि हेर त यति ठुलै हो ओ भयो हो यहाँ हेर त यो नानीहरु हो मम्मीसँग नसुतेर हेर इत्रो बजिरा कहाँ त यहाँ मात्र हैन रे म त यहाँ होला भन्दा के नाको रे तिमीहरु एकछिन म त एकछिन के नाको बहिनी खेला हो ओहो बहिनी नाको हेर इत्रो हो पसिना पसिना कसम इनलाई देखेर दली मायाले पैसा दिन्छ हेर तिम्रो नाच त आशीर्वाद भाई यहाँ बताओ बाजे
नानीहरू नसुतेर ओहो मम्मीसँग गएर नसुतेर नानीहरू हो नाच त नाच नाच्नुहोस् मर्यो माइजू ल भाइ ए भगवान तिमीलाई भिडियो गर्दाखेरि त मैले म आफैलाई भैया यता के हो यस्तो यहाँ हिँडेको बाटो है कस्तो बाटो पनि कस्तो रहेछ अनि झ्याउ लाग्दो रहेछ ए यार कति बजे लगभग 12 बजिसक्यो यार के छ भन्दा कस्तो लागेछ न त निन्द्रा लागेछ कि सुन के भन्छ भन त ठकै लाग्छ हो ओहो यो के भन्छ भैलो खेल्न हिँडेको आमा पार्टीसँग हामी त नमिल्ने रहेछ आमा दौडेछ हामी दौडिनै सक्दैनौँ आमा बसेछ हामीले चाहिँ नि हिँड्नु परेछ अनि यस्तो मसँग साथमा एउटा लट्ठी छ है यो लट्ठीको साथमा म हिँडिरहेको छु अनि यस्तै छ है अब बाँकी उस चाहिँ अर्को सब्सक्राइब गर्नु भन ब्लग के भन्ने यो ब्लग चाहिँ यो चाहिँ सब्सक्राइब गर्नु भन सब्सक्राइब गरिदिनु यो आइडीलाई युट्युब च्यानल सब्सक्राइब गरिदिनु यो युट्युब च्यानललाई साथीहरु यस मान्नुहुन्छ नि भनेको मान्नु फेरि के भन्छ लट्ठी लिएर आउँछ फेरि घरमा अखै यो माथि गाउँतिर आएको छ अनि यस्तो राति भइसक्यो अनि खै कति घरमा हो नानी अनि कस्तो छ नानी ठिक छ खुट्टा दुखेछ नाचेको लगभग 2-3 चरण त बहुत नाच्यो हो नानी तिमी खुट्टा दुखेछ निन्द्रा लाग्दैन उता बाबुलाई निन्द्रा लागिसकेछ यो हेर यहाँ यो के भन्छ त्यो भिखारी जस्तो त्यो उतातिर यहाँ हेर न यो आज मैले भात खाएँ कि खाएन होला भने तोलाइरहेको छु भोक लाएर कस्तो भएको छ यहाँ कस्तो भयो भोक लाएर अति भइरहेछ भुँडीमा लास्तै उस भइरहेछ अनि त हिँड्ने पाउने केही होइन ए भगवान मलाई बचाइदेऊ कुन शराबको के भन्छ पाप बोकाउँदैछौ भन्दै है ए कुन जुनीको पाप बोकाउँदैछौ
अब खै यतातिर खै यो गुफा जस्तो छ है गुफा जस्तो ठाउँमा हिँडेको छौँ छिरेछौँ कहाँ हो अब थाहा छैन मलाई पनि आफ्नै गाउँको घरहरू पनि थाहा छैन के हो हेत्तेरिका रक्सी हो कि पानी हो हजुर रक्सी हो भने त तिन पानी हो भने त बजाइदिन्छन् होला यतातिर आज त मलाई त रक्सी नै खाइदिनु जस्तो मन लाग्छ ओ यहाँ हेर न यता बाबुलाई नबोला खै अब यो घरमा कुन घरमा हो त्यो घर भनेको त अहिले साइडको घरमा सबै फर्केर नि उता जानु छ लगभग 3 बजीतिर हुन्छ होला क्या है 3 बजीतिर 3 2 7 राति 4 बजीतिर जान्छ होला है त्यस्तै छ भैलो अब यतातिर है उता के बुटलतिर त कस्तो बजारतिर एउटै घरमा 20,000 के भन्छ 15,000 दिन्थ्यो यहाँ त कस्तो यार 500 रुपैयाँ दिइरा यार 500 रुपैयाँ दिइरा 200 रुपैयाँ म त भन्छम यार ओ बजार भनेको बजार हुन्छ यार कस गरौ ल एकछिन है म अब यो घरमा बनाउँदैछ अब बताउँदैछौँ अब हेरौँ है अब तपाईँहरूलाई बाँकी झन् पछिको उसमा देखाउँछु यो घरमा चिलिम बाल्दैछ निन्द्रा लासिन भन त मान्छे सुनको थियो कसले पिटे गरे खै यता मामाले हो कि बाजेले हो मायाले पित्दाखेरि त अनि कहाँ छुन्टला चोर्ने हामी चोर्यो होइन चोर्ने न चोरो 3 चोरो ताके म के त बोक्सी कस्तो हुन्छ नि त मलाई देखाउँदै कोही के मान्छे छैन ए आरे न त साँच्च कसम भाइ यो लौरो नभएको है कसम म के हुन्छ हिँड्न सक्दैन होला अब गाउँमा यस्तै छ है एउटा जग्गा छ अनि यसको भरमा हिँडेको छु अमिस बाबु हेर यति बाबु पनि आएको छ कस्तो निन्द्रा लाग्छ बाबु निन्द्रा लाग्छ न नानीहरु पनि नाचेछन् अब फर्किँदै है अब भोक लागिसक्यो लौती खाँदै भोक लाग्यो 4 बजिसक्यो 4 बजिसक्यो अनि फर्किँदैछौँ है अब सबैजना सुतिसक्यो अब सबैजना सुतेर उठ्छन् हामी जान अब सुत्नु पर्ला यतिर आउँदैछन् है